सुलसुले। होइन दाइ के भयो उहाँ त यो एरियाको नामी स्वामी होइन र भने भुत्राको स्वामी हुन्थ्यो त्यो त एक नम्बरको ढोङ्गी पुरा गाउँभरिका दिदीबहिनी बिगार्ने साँडे रहेछन् त्यो त्यसलाई त होइन दाइ कुरा आखिरमा परे चाहिँ के कुरा के पर्यो भने नि भाइ भक्तजनहरू हामीले हाम्रो कार्यको शुभारम्भ ओम शब्दबाट गर्यौँ। ओम शब्दबाट हामीले हाम्रो कार्यलाई शुभारम्भ गर्दाखेरि भनिन्छ शुभ हुन्छ। सृष्टिकर्ता आमा र दुधको चाहिँ विषयमा चाहिँ हामी कुरो गर्दैथ्यौँ। आमा र दुधको चाहिँ अन्योन्याश्रित सम्बन्ध छ हो कि नि त। अब जुन आमाले आफ्नो सन्तानलाई आफ्नो स्तनपान गराउँछिन् त्यो सन्तान पछि गएर के हुन्छ त आफ्नी आमाको भक्त हुन्छ, देशको भक्त हुन्छ, मातृभूमिको भक्त हुन्छ हो कि होइन त। म त एकोरिएछु आमाको कुरो गर्दाखेरि। अब जुन आमाले आफ्नो सुन्दरतामा कमी आउँछ, आफ्नो सुन्दरता ह्रास हुन्छ, आफ्नो स्तनपान गराउनु हुँदैन भनेर बोतलको दुध पिलाउँछिन् आफ्नो सन्तानलाई, त्यो सन्तान पछि गएर के हुन्छ त त्यो सन्तान पछि गएर बोतल भक्त हुन्छ। राष्ट्रलाई माया नगर्ने, देशलाई माया नगर्ने, अर्को शब्दमा भन्नु पर्दाखेरि कुलङ्गार हुन्छ। त्यसैले सम्पूर्ण आमाहरूले आफ्नो सन्तानलाई स्तनपान गराउनको लागि कन्जुसिया गर्नु हुँदैन हो कि होइन त। त्यसैले हामी सबैजना सतमार्गी बन्नको लागि हरे राम जपौँ, हरे कृष्ण जपौँ। स्वामी चटपटानन्दको प्रवचन आज यही समाप्त भएको घोषणा गर्दछु। स्वामी चटपटानन्द की जय, भक्तजन की जय। स्वामी मेरो इच्छा चाहिँ कहिले पुरा हुन्छ त? हुन्छ सिद्धि, अवश्य पुरा हुन्छ। तिम्रो साथ पाए भने यो चटपटे स्वामीले तिम्रो इच्छा चटपटमै पुरा गरिदिन्छ। तर सिद्धि यसरी 7 समुद्र पारी चाहिँ बस्यौँ भने त हाम्रो एक अर्काको इच्छा कहाँ पुरा हुन्छ। त्यसैले नजिक आऊ, नजिक आऊ सिद्धि, नजिक आऊ, नजिक आऊ। म तृप्त भएँ। स्वामी मेरो इच्छा अधुरै रहने भयो, कहिले पुरा हुने होला? माते म आज अलि थकित मुद्रामा छु, म केही क्षण विश्राम गर्न चाहन्छु।
ओम नमः शिवाय। करिश्मा तिमी आयौ? नारायण नारायण के गरेको? मलाई स्वामीजीले 1 महिनासम्म कुनै पनि पुरुषलाई नछुनु भन्नुभएको छ। एक ध्यानले व्रत बस्नु भन्नुभएको छ। के हो यस्तो ताल? चुप लाएर बस्न सकिने 1 महिना? स्यालले सिनु झम्ट्याएर जसरी झम्टिन आइहाल्नुपर्छ हैन? हेर अरे राम 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 राम। हेर झन्डै तपस्या भङ्ग भएको थियो। अरे राम 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 राम। होइन के भएको होला यो आइमेलाई? अनि आफ्नो श्रीमतीले छुन पनि त्यसको स्वामी के अरे स्वामी त म आफै हो के अरे त्यो ढोङ्गीले सोध्नु पर्ने के पनि केही चिज छ के मैले जानेछु। के रे स्वामीजीले 1 महिनासम्म कुनै पनि पुरुषलाई नछोइकन बस्नु भन्नुभएको थियो होइन त स्वामी? प्रिय यो चुतिया पुरुषको आवाज कहाँ आइरहेछ? म तिमीमा धेरै लिन मैले क्या हो? ढोङ्गी राम नाम आया पुरुष चाहिँ होइन यसरी यो पर पुरुषसँग लेपक्क टाँसिएर बस्नु भनेर चाहिँ तँलाई यो ढोङ्गीले मैले जानेछु त ढोङ्गीले तँले धेरै घन्टा अब मैले घन्टा पढाउँछु तेरो ए कुरा त्यस्तो पो पर्यो। हाम्रो नि साना बा बाहिर गएको 2 वर्ष भयो। सानी आमाको स्वामी स्वामी भन्थिन् त्यही मुलाको काम होला। छोड्नु हुँदैन त्यस्तोलाई। जाऊ 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 जाऊ